सो युनिभर्सिटी चुज एकदम इम्पोर्टेन्ट किन छ भने मैले अर्को भिडियोमा भने जस्तै युनिभर्सिटी एकदम चुज गर्न, किनभने मेरो केसमा चाहिँ मैले युनिभर्सिटी चुज राम्रोसँग गरिनँ। म आएको योङजिङ छनमुन देखाएको, सो योङजिङ छनमुन देखाएको 2 दिन क्लास हुन्छ भनेर आएको, सिटीमा छ भनेर आएको। लास्टमा कलेज आउँदाखेरि लाइक जब कोरिया आयो, कोरिया आएपछि लग्यो आखिर हाम्रो यो तपाईँको कस्तो छ भने जङ्गलको बिचमा थियो है। अहिले चाहिँ हामी मेन क्याम्पसमा छौँ, त्यो चाहिँ ग्लोबल क्याम्पस हो जहाँ चाहिँ इन्टरनेसनल स्टुडेन्टहरूलाई सबै त्यहाँ राखेको थियो। जस्तै चाइनाको राखेको थियो, भियतनामको थियो, अनि चाइना भियतनाम मङ्गोलियाको थियो, अनि कोरियन नि थियो तर कमै थियो कोरियनहरू। अनि किन इम्पोर्टेन्ट छ भन्नुहुन्छ भने युनिभर्सिटी म आएको 2 दिन भनेर आएको, क्लास 5 दिन थियो। पछि चाहिँ फर्स्ट सेमिस्टरमा यही 5 दिन क्लास घटाउन लाइक नेपाली स्टुडेन्टहरूले, मेरै साथीहरूले, नेपाली स्टुडेन्ट किनभने मेरै साथीहरूले प्रोटेस्ट त गर्यो। प्रोटेस्ट गर्दाखेरि के भन्ने थियो भने तपाईँको ल आइए कोले प्रोटेस्ट गरे, कोले त्यो हुन्छ नि, हामीले चाहिँ तपाईँको त्यहाँको नाम लिएर साइन गराएको थियो। हामीलाई चाहिँ 3 दिन क्लास चाहियो भनेर, हाम्रो चाहिँ क्लास 3 दिन कि कम गराउने भनेर जसलाई थियो, मैले ट्याक्कै याद गर्न सकिनँ। कम बनाउने भनेर चाहिँ हामीले ट्याक्क तपाईँको एउटा पेपर नाम प्लस सिग्नेचर गरेर राख्यौँ। सिग्नेचर गरेर तपाईँको मेल पठायो, इन्टरनेसनल अफेयरमा सुत मेल पठाएर त्यो लफडामा चाहिँ कस्तो भएको थियो भने त्यो गर्दाखेरि जसले साइन गरेको जसको नाम छ तिनीहरूलाई डिपोर्ट गरिदिने युनिभर्सिटीले भनेर ट्याक्क आएको थियो। पछि यो कुरो त फेक हो, कन्सल्टेन्सीहरूले ल फोन गर्छ, ल डिपोर्ट ल त्यो कसको नाम छ, कसले साइन गर्यो, ल तिमीहरू घर जाने हो, लाइक त्यस्तो भयो। लाइक त्यस्तो पनि भयो। पछि उनीहरूले पछि सेकेन्ड सेमिस्टरबाट क्लास चाहिँ घटायो, तर 3 दिन राख्थ्यो क्लास। सो अनि अहिले मेन क्याम्पस सेकेन्ड सेमिस्टरदेखि चाहिँ सेकेन्ड होइन, सो थर्ड सेमिस्टरदेखि चाहिँ हामीलाई यो मेन बिल्डिङ मेन क्याम्पस राख्यो, बुक्कुमा हो मेन क्याम्पस। यो चाहिँ सिटीमै हो, आउट अफ सिटी होइन, त्यो फरेस्ट एरिया होइन, यो चाहिँ ग्लोबल चाहिँ फरेस्ट एरियामै हो, पुरै जङ्गल। न यता जियास छ, न 7-11 छ, न रेस्टुरेन्ट नि त्यस्तो थिएन, काम नपाउने, बस नचल्ने, बसहरू पाउँदैन थियो यो ठाउँमा, त्यस्तो थियो। अहिले चाहिँ मेन क्याम्पसमा सार्दैछ र 3 दिन मात्रै कलेज छ। त्यो कारणले नै हो कि युनिभर्सिटी आउँदाखेरि एकदम राम्रो युनिभर्सिटी र कति दिन कलेज लाग्छ भन्ने थाहा भएर मात्रै आउनु होला। सो त्यो पहिला बनाएको भिडियोको लाइक यो चाहिँ मेरो युनिभर्सिटीको कहानी हो। द्याट्स इट फर टुडे। दिस इज डे 24 मेकिङ कन्टेन्ट फर 365 days। सी यू टुमारो।